साथीहरु सबैजना स्वागत छ मेरो ब्लगमा सबैजना सन्चै हुनुला आई होप म पनि सन्चै छु भन्न चाहन्छु आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि यति खुसी भएर यति राम्री भएर भन्दाखेरि कहाँ जाँदैछु गाइजहरु के भन्दियो मेरो आँसु देखेर न झुकिनु होला म चाहिँ कहीँ जाँदै छैन म चाहिँ जाँदैछु इन्डिया कारमा मेरो स्पेशल कार देखिसक्नु भयो होला समाको पनि देखिसक्नु भयो होला कारमा जान्छु पछाडि मेरो गाइजहरु गाह्रो हुन्छ हैन सबजना माछा मार्न जाँदैछन् क्या हेर्नुस् हुन्छ सबजना उइ माछा मार्न जान्ला हेर्नुस् न त्यहाँ माछा मार्न जान्ला आम्मा माछा मार्न जाँदैछन् हेर्नुस् यस्तो घाम छ 1 बजेको घाममा चाहिँ हामी पनि घुम्न जाने मान्छे साथीहरु हेर्नुस् न झुलिङ्गे पुल पुगिसक्यौं नेपालको राष्ट्रिय के रे भाइरल पुल पुगिसकेको छौं हैन यो पुल देखेर थाहा पाइसक्नु भएको होला यो चाहिँ धेरै भाइरल पुल भएको छ थाहा छ किन कतिवटा खम्बा भएको खडा भएको पुल हो यो चाहिँ हैन हामी चाहिँ त्यहाँ पुगिसकेका छौं घुम्न भन्नेपछि नि यति घुम्न मन लाग्छ अब के गरौँ तर बिरामी पनि त्यति नै हुन्छु म तर बिरामी किन हुन्छ थाहा छैन यो थुतुङ्रोले गर्दा पनि थाहा होला तर कस्तो म सन्चो भएर यति बोल्न भएको छु नत्र म मर्दा मर्दा बाँचे थिएँ भन्न पनि मिल्छ होला हैन हैन हो त यार यार भन्ने साथीहरु सरी हैन यार भन्ने त यो काट्दिन्छु यो भाग तर म तर हेर्नुस् न पुरा कार छन् 3टा कार सेम छन् हाम्रो चाहिँ नम्बर चाहिँ 98 0 98 22 98 23 वाला रहेछ यो सब कार 3टा कार सेम छन् के साथीहरु हेर्नुस् 3टा कार सेम छन् हाम्रो चाहिँ यहाँ राइडरलाई हेर्न सक्नुहुन्छ हैन हाम्रो कारहरु सेम छ किनकि अब यो हामीले एउटै ठाउँबाट एउटै कम्पनीबाट किनेको यो कार चाहिँ सबैजनालाई मिलाएर किनेको कम्पनी एउटा यो चाहिँ किन्न हेर्न सक्नुहुन्छ साथीहरु हेर्न सक्नुहुन्छ फाइनली हाम्रो घुम्ने ठाउँमा चाहिँ हामी आइसक्यौं हेर्न सक्नुहुन्छ घुमेर पनि फिरेर पनि हामी पुगिसक्यौं अब घुमेर सकाइसक्यौं हामीले किनभने कि अब चाहिँ हामी चाहिँ पेट पूजा गर्न जाँदैछौं हेर्न सक्नुहुन्छ हैन हाम्रो अब खानु पनि पर्यो हैन घुमेर मात्रै भएन पूजा गर्न सही अगाडि पेट पूजा साथीहरु हेर्न सक्नुहुन्छ हामी चाहिँ घुम्ने ठाउँहरु यही हो हेर्न सक्नुहुन्छ कस्तो राम्रो भ्यूहरु छ यतातिर हामी चाहिँ घुम्न यतै आएको हो हैन सबजना हामी चाहिँ घुम्न आएको छौं हेर्न सक्नुहुन्छ सबजना घुम्न आएको छौं यो भ्यूहरु हामी घुम्न आएको छौं यो पार्कको नाम चाहिँ रानी पार्क हो सबैजना आउनु होला घुम्नलाई रानी पार्क हो यो चाहिँ घुम्न आउनु होला हामी चाहिँ अब मौका चानस हुन्छ नि त त्यही भएर सबै दिदी बहिनी सबैजना आएको छौं घुम्नलाई हैन यताबाट कालो देखिन्छ त्यही भएर यस्तो फर्किनुपर्छ घुम्नलाई आएको छौं तिन भाइ कस्तै हाँसिरहने रानी पार्क भन्दै थियो त्यही भएर अनि त्यसपछि हेर्न सक्नुहुन्छ हामी चाहिँ घुम्दैछौं अब फोटो भिडियो खिच्छौं कोलाई आउन मन पर्छ सम्पर्क गर्नु होला यो पार्कमा दिदी घुम्नु न यता फर्किनु न वाह यस्तो वाहन हो यस्तो खुसी हो रानी पार्कमा आएर साथीहरु हैन यस्तो राम्रो ठाउँ छ आउनु होला सबैजना तर हामी अब चाहिँ फोटो भिडियो खिच्छौं हामी चाहिँ घुमेर आइसक्रिम खादैछौं हेर्न सक्नुहुन्छ घुमेर थाकेर यस्तो घाममा आइसक्रिम खादैछौं पक्का आइसक्रिम मन पर्छ खान आउनु होला खाइन्छ कोही नखाएर बसेछन् हामी चाहिँ खादैछौं साथीहरु हेर्न सक्नुहुन्छ आइसक्रिम खाएर चाहिँ अब हामी चाहिँ चाउमिन खादैछौं सबजना आत्तिरा छन् खानको लागि धेरै हाहाबस भएको छन् मान्छेहरु हैन अंकल चाहिँ बनाउँदै छन् अनि हामी चाहिँ खानको लागि एकदम आत्तिरा छौं मलाई चाहिँ चाउमिन लास्टै मन पर्छ त्यही भएर चाउमिन खादैछौं अनि यो एउटा राइस हो नानीको चाउमिन पनि कम देखाउनु भनेको खान आउनु होला सबैजना घुमेर थाकेर अब हामी खानु पर्यो पेट पूजा गर्नु पर्यो त्यही भएर खान्छौं हो अंकलकोमा चाहिँ आउनु हैन हामी घुमेर तर मिठो बनाउनुहुन्छ उहाँले चाहिँ हेर्न सक्नुहुन्छ अनि यहाँ बुक्कडहरु खादैछन् समाउनु न दिस फुड यु लाइकिङ हेर्न सक्नुहुन्छ टुटे इंग्लिश हेर्न सक्नुहुन्छ यहाँ चाहिँ खादैछन् अनि यहाँ पनि खादै हुनुहुन्छ यहाँ त रुदै खादै हो किनकि त्यस्तो साह्रो पिरो छैन पिरो खानु न रुदै खादै कस्तो भयो मिठो भयो अरे बुझ्नु कस्तो भयो कस्तो आयो पोल्यो हो वहाँ चाहिँ आत्तेर हो म चाहिँ चाउमिन खादैछु मलाई चाहिँ डाक्टरले कम खानु भनेछ त्यही भएर चाहिँ म कम खादैछु मलाई चाहिँ डाक्टरले कम खानु भनेछ त्यही भएर चाहिँ म कम खादैछु साथीहरु तर एकदम मिठो छ तर यो भिडियो चाहिँ म नाच्नु होला सबजना खादै हुनुहुन्छ थ्यांक यू गाइजहरु हेर्न सक्नुहुन्छ हामी चाहिँ घुमघाम पारेर अलिकति शपिङ गर्न के अरे मेकअपको सामानहरु किन्नलाई आएर छन् कोही चाहिँ बिन्दी हेर्दै छन् कोही चाहिँ यहाँ के हो यो के हो
औठीहरू हेर्दैछन् सबजना सपिङ गर्दैछन् म चाहिँ अब के किनौँ केही किन्दैन सकिएको घुमी घुमी पैसा खाएर सकिएको होइन सब किनेर चाहिँ हामी चाहिँ लागिरहेको छौँ अब हेर्न सके कि किन्छौँ हेर्नु होला कस्तो छ सब किनिसकेपछि हामी चाहिँ माछा लगेर छौँ भैया यहाँ माछा देखाउ त भैया माछा देखाउनु सिङ्गला माछा हेर्नु सक्छ यस्तो राम्रो राम्रो माछाहरू लगेर छौँ हेर्नु सक्छ कतिको थाहा छ यति धेरै माछा लगेर छौँ हामी चाहिँ लगेर चाहिँ यो माछाको नाम के हो भैया रुपेन्द्र हामी चाहिँ लगेर जाँदैछौँ हेर्न सक्नुहुन्छ सबै सपिङ गरेर हामी चाहिँ अब माछा साछा लगेर ल्याउनु पऱ्यो नि यति राम्रो ठाउँमा घुम्न आयो हामी रानी पार्क घुम्न आएको थियौँ के पार्क घुमेर हामी चाहिँ अब जाँदैछौँ घरतिर साथीहरू कस्तो लाग्छ मेरो भिडियो लाइक कमेन्ट गर्नु होला अब चाहिँ हामी घरतिर लाग्छौँ बाई बाई